सन्चै हुनुहुन्छ? सन्चै छौ? म त सन्चै छु। तिम्रो के रे आइडीमा मान्छेहरू त धेरैजना हुनुहुँदो रहेछ त के हो? होइन हुनु न। कतिजना हुनुहुन्छ अरे? धेरैजना रहेछ त। ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच डोलु। डोलु होइन नि, म डोलुको मम्मी हो। छोरीको आइडीबाट म छु के आज। हो हजुर। ए अनि हजुर त आफै छोरी जस्तो देखिनुहुन्छ त। हो। म त यो भरममा परे जस्तो भयो त। हजुरहरूलाई पनि के हो, म डोलमाजीसँग ह्याप्पी बर्थडे। थ्याङ्क यू सो मच। थ्याङ्क यू ग्याङ, थ्याङ्क यू। ओ माई गॉड, आज हजुरको बर्थडे रहेछ। ह्याप्पी बर्थडे, मेनी ह्याप्पी रिटर्न्स अफ द डे हैन। थ्याङ्क यू। अनि अस्ति मुभी हेर्न गएको थिएँ, एकदम राम्रो थियो। एकदम मलाई पनि खुसी लाग्यो है, भेटिदिनु भयो है। थ्याङ्क यू हजुरलाई। अनि के हो यहाँ च्याटमा के आइरहेको च्याटमा ग्याङ? के हो यो पारा? के आइरहेछ च्याटमा? पख त एकछिन पख्नु त। प्र्याङ्क हो। होस्टेल 3 मैले त हेरेँ, हजुरहरूले पनि हेर्नु भयो कि भएन? मैले चाहिँ हेरेँ। हामी त छोरी आमा सबैजना गएर हेरेको, एकदम राम्रो थियो होइन। ए हजुर हाम्रो उहाँको वाइफ हो? हजुर हो नि। त्यही कमेन्ट देखेर हजुर सक हुनुभएको होला आई थिङ्क। यङ हुनुहुन्छ त के हो यो? यो फिल्टरले होला। हो र होइन, लास्ट यङ साँच्चीकै भनेको ग्याङ, मजा गरेको नि, राम्रो कम्प्लिमेन्ट गरेर आएको हो होइन। त्यो म जिस्केको पनि होइन, उ गरेर रेस्पेक्ट छ, माया छ उहाँलाई है, रेस्पेक्ट छ। तर लास्टै यङ देखिनु भएको छ। मान्छेहरूले च्याटमा लेखे कि एकजना छोरी पनि छ एउटा छोरा पनि छ भनेर लेखेँ। अनि मैले पत्ताइनँ कि। त्यही त हाम्रो उहाँलाई पनि एकदम है सम्झेको छ भनेर भनिदिनु कुल बहिले। ए हुन्छ। यस्तो भेट्ने अस्ति एकचोटि थाहा छ, अनि हजुर उहाँसँग हो कि उहाँसँग होला जोइन हुनु खोज्नु भएको थियो, अनि उहाँले ट्याक्कै काटिदिनु भयो कि। त्यो बेला मैले झगडा गरेको थिएँ कि उहाँसँग, किन गर्नु भएको, उहाँ मेरो बिग फ्यान हो, यसो नगर्नु भनेर। त्यो बेला मैले झगडा गरेको थिएँ कि। ठिक छ होइन, ठिक छ। उहाँलाई पनि एकदम है धेरै माया छ। प्लस एक दिन कहिले वातावरण मिल्यो भने भेटौँला, कहिले मेसो मिल्यो भने भेटौँला, कुराकानी गरौँला एकदम। आई होप हजुरसँग भेट होस् मेरो। त्यही त एक दिन हुँदैन, उहाँसँग नि भेट्न मन छ, हजुरसँग नि। मैले त अब लास्टै मान्छेले च्याटमा कमेन्ट लेखिसकेपछि त अलिकति उ लाग्यो नि त मलाई। मैले चाहिँ पत्ताएको थिइनँ कि, त्यही भएर यो यसमा चाहिँ अलिकति देखेर। ल सबैजनालाई हजुरको के भनौँ त अब? बहिनी भनौँ कि दिदी भनौँ कि? बहिनी भन्नुहोस्। दिदी त होइन, म दिदी त होइन। र हाम्रो भान्जा भान्जीलाई दुईजनालाई नै है धेरै धेरै माया छ। प्लस ज्वाइँलाई पनि है, हाम्रो ज्वाइँ पनि फेरि ज्वाइँलाई पनि सम्झेको छ भन्दिनँ। हुनुहुन्छ मेरो आजबाट। ज्वाइँलाई पनि धेरै माया छ नि फेरि। ज्वाइँलाई पनि एउटा निधारमै किस, फरेड किसै छ ज्वाइँलाई है। त्यही एकदम राम्रोसँग बस्नु होला। ल मलाई लास्ट खुसी लाग्यो। मलाई पनि लास्टै खुसी लाग्यो। गुरुजी त गुरुजी हुनुहुन्छ होला हजुरहरूको। तर मेरो त अब नाता लाग्यो नि त यताबाट बहिनी र ज्वाइँ। गुरु ज्वाइँ त भन्नु भएन होइन, गुरुजी त मनमा हुनुहुन्छ। तर न्यू एकाउन्ट हो हजुर, न्यू एकाउन्ट हो बन्टीको। हजुरले फ्रेन्ड त बनाउनु हुन्न होला? बनाउँछु, किन पठाउनु न, म बनाइहाल्छु नि। मेरो हेर्नु त, पक्नु ल, म त्यहाँ आउँछु, हाई भन्छु ल। मेरो आइडीमा फ्रेन्ड बनाउनुहोस् प्लिज। ल मैच्याङ हाई। हाई त आएन। ए मैच्याङ हो, एकछिन माथि गइहाल्यो भाइ, एकछिन है। ल मैले गरेँ। ल फ्रेन्ड बनाउनु भने मलाई। ओ माई गॉड, थ्याङ्क यू सो मच है। आजबाट चाहिँ हजुर मेरो दाइ हुनुहुन्छ होइन। मलाई एकदम हजुर चाहिँ एकदम के टिकटक युजर मध्ये एकदम मनपर्ने होइन। अहिले त एक्टर पनि हुनुहुन्छ होइन। हजुरको एक्टिङ यस्तो राम्रो थियो कि, यस्तो राम्रो थियो कि, ओ माई गॉड होइन। हामी त यति हल्ला गरेको थियौँ। तर यो एक्टरहरू भेट्ने के, हामी जब मुभी हलमा हेर्न जान्छौँ नि,
होइन त्यो बेला म कुन हलमा भेट हुन्छ क्या एक्टरहरूसँग त्यो कन्भर्सेसन चाहिँ जहिले पनि टेक्स्ट गरेर गएको हुन्छ तर भेटै हुँदैन त्यो चाहिँ अब त्यो माहौल पनि भएन त्यो माहौल पनि अब त सकिसक्यो त्यो अब एक्टरहरू जाने क्यामेरा लग्ने त्योहरू चाहिँ अब हुनै होला जस्तो छ तर केही छैन हामीहरू भेट्नेछौँ साँच्चीकै नै भेट्छौँ है म गुरुजीलाई पनि गुरुजी नै भनौँ होला है ज्वाइँ भन्दाखेरि चाहिँ अलिकति भएन तर बहिनी र ज्वाइँ नै भनौँ होला ल भन्दा हुन्छ तपाईँ त अब दाइ भनेपछि दाइ हो मेरो त्यही त अब बहिनीलाई पनि धेरै माया धेरै मिठो सम्झना आउँदाखेरि अब केही कोसेली चाहिँ लिएर आउनु पर्ला है कसैले त बहिनीले दाइको घरमा लिएर आउने हो क्या दाइले लिएर आउँछ ज्वाइँलाई भेट्दाखेरि चाहिँ लिएर आउनु पर्ला केही कुराहरू ओहो भान्जी हो कि भान्जा होइन भान्जा भान्जा नमस्ते उठाउ नहेर्ने रे उता हेर त टिपी नहेर्ने ठुलो भएर कुलबा जस्तै हुनु हुन्छ मामा जस्तै हुन्छ भोलि पर्सि हजुरको त पहिलादेखि नै होइन टिकटक कन्टेन्ट पनि एकदम बेस्ट लाग्ने होइन हजुरको लाइभमा आएर हेरिरहन्थेँ म अब बोल्यौँ भनेर अब कहाँ पुगिन्थ्यो मेसेज त देख्दिनु नै हुन्न थियो हजुरले लास्ट खुसी लाग्यो आज मलाई चाहिँ साँच्ची किन भनेको म सक पनि भयो एक तरिकाले सक त म भयो नि हौ होइन मैले त्यो केटाहरूले कमेन्ट लेखिरहेको थिएँ यहाँ च्याटमा सबजनाले कमेन्ट लेखिरहेको थियो मैले उ गरिरहेको थिएन कि तर एकदमै यङ देखिन्छ बहिनी एकदम यङ होइन म एज पनि ठिकै हो त्यो 20 लागेको हो क्या म भर्खरै हुन त त्यही कारणले मान्छे फेरि हाइटहरूदेखि लिएर ज्यान यो सबै अलिक सानो नै छ क्या मेरो ठिक छ ल म चाहिँ सुन अहिले जान्छु अब सबै परिवारलाई एकदम सम्झेको छ भनेर भनिदिनु भान्जालाई त भेट भइहाल्यो भान्जीलाई पनि एकदम हेलो भनिदियो है म चाहिँ जान्छु है डोलमा बाई बाई डोलमा होइन लुमी बहिनी भन्नु मैच्याङ बहिनी भन्दा पनि हुन्छ लुमी बहिनी भन्दा पनि हुन्छ यो आइडीमा नि फ्रेन्ड बनाउनु भयो भने चाहिँ फेरि पनि चाहिँ हामी लाइभमा जोइन हुन्छौँ नि ओके बहिनी हुन्छ हजुरसँग यसरी लाइभ जोइन हुने अथवा अनिखेर लाइभमा भेट हुने अवसर चाहिँ पाओस् एकदम भइहाल्छ नि है ओके ह्याप्पी बर्थडे फेरि पनि हजुरलाई थ्याङ्क यू सो मच थ्याङ्क यू बहिनी थ्याङ्क यू सो मच बाई ओ माई गॉड म त एकछिन त हेरे भयो कि गाइज ओ माई गॉड होइन नाना रे के होइन बर्थडे